म चाहिँ आइपुगेको बारेमा घर त्यो बारेमा चाहिँ यहाँ काम गर्दा भिडियोले खोइ हेर्दैन त नाचेर मात्र हाल्छ खोइ यता चाहिँ बात न होइन अनि भिडियो त गइरहेको सबैजना यता सब्जी हाम्रो यता बनाउँछ रोटी यता हाम्रो राइस पाकिसकेको छ दुईटा सब्जी मैले बनाउँदैछु दाल मम्मीले रोटी पाकिसकेको छ ल्याउनु भएको थियो त उहाँ के भन्छ कहाँ जानुभएको थियो मम्मी पापा त गाइस यो बेसी लामो हुन्छ के मिनी भ्लग हो त्यही लागि के भन्छ यतिमै डिएम गर्दैछु तपाईहरु भोलिसम्म पनि राख्नु बहुत मजा आउँछ प्लिज लाइक गरिदिनुहोस् मेरो आमुलाई चाहिँ दिलदेखिबाट बहुत याद आउँदैछ र गाइस म चाहिँ उताबाट आएर के भन्छ मम्मीलाई रोटी बनाइदिएकी थिएँ मम्मीहरू एक छकी थियो र फाइनली यो भोलिपल्टको ब्लग मतलब भिडियो र के भन्छ हामी चाहिँ जान आँट्दै चाहिँ आज हामीको आमुको वर्ष दिने काम हो कति छिटो साल पनि गयो थाहै भएन र हामीहरू चाहिँ यहाँ घरमा सामान लिएर जानुको लागि के भन्छ यताउति गरेर आएको थियौँ र भाइलाई पनि गाडी लिएर छिटो आइज भनेर भनिरहेको थियौँ र म चाहिँ यहाँ फुल टिपेर राखेकी थिएँ किनकि फुलहरू चाहिन्थ्यो किनकि माला बनाउनुको लागि र मैले चाहिँ यहाँ फुलहरू टिपिरहेको थिएँ र गाइस के भन्छन् मैले चाहिँ यो भिडियोहरू अहिले भर्खर एडिट गर्दैछु किनकि त्यहाँदेखि त्यो दिनदेखिबाट बहुत बिजी नै भइरहेका थियौँ र के भन्छन् बहुत भिडियो छ कि मसँग एडिट गर्नु त्यही पनि अहिले यो भिडियो लामो पनि लङ पनि हुनसक्छ र मैले चाहिँ मिनी ब्लग भनेको थिएँ र 7 मिनटको त यति लङ पनि होइन ठिकैको लिमिटको र हेरिदिनु होला गाइस के भन्छन् मैले बहुत राम्ररी नै मतलब कि यहाँ चाहिँ सबैजना मेरो दिदी बहिनीहरू हामीहरूको जति पनि परिवार छ फुल हेर्न सक्नुहुन्छ त्यति फुल चाहिन्छ होइन भन्नु यहाँ चाहिँ मेरो भाइ हाल्न सक्नुहुन्छ र म फुल टिपेछु कबिल तपाईं फेरि रुनुहुन्छ होला किन ब्लग बनाइहाल्छे ब्लग बनाइहाल्छ के अरे यसै तपाईं अस्तिले रुनु भएको थिएन अनि त्यही लागि अहिले भनेको यता गाइस त्यस्तै नै मैले फुलहरू टिपेर लिएर के भन्छ यहाँ चाहिँ म माला बान्दैछु माला उन्दैछु र यता चाहिँ हामीहरू सबैजना मिलेर सब्जीहरू काट्छौँ हाम्रो कान्छा भिनाजु जय यसै हुन पाइँदैन मेरा ठुली छोरो कालीगढ कालीगढलाई त मन दिएन यहाँ चाहिँ कालीगढ यहाँ सबैजना काटिराख्नु छ यसले चाहिँ ब्लग बना न यता हेर्न त देखाइदियो यता आँटा मारिराख्नु छ यता चाहिँ म भिनाजु आलु काट्न जान्नुहुन्न नि त अनि सिकाइदिएको किन भिनाजु भन्नु त र दादाले फेरि के सामानहरू लिएर आउँदै थियो बाहिर पकाउने सब्जीहरू लिनुहोस् तामल र त्यस्तै नै मैले चाहिँ तामलहरू दिइसकेको छु र मम्मी चाहिँ यता काम गरिराख्नु त किनकि घरको बुहारीहरूले नै यताउति गर्नुपर्छ र मम्मी त झन् घरको कान्छी बुहारी हो र यता चाहिँ के नियम घरको कान्छी बुहारी हुने भित्र सबै अब के भन्नु भएको यतापट्टि यता बुहारीले के भन्छ बनाउनुपर्छ अरे यता हेर्न सक्नुहुन्छ त्यही हो बुहारी भएपछि यस्तो काम गर्नुपर्छ गाइस सबै ठाउँ भन्ने मतलब कि जति सलादमा चाहिन्छ त्यो सलादै भन्ने बिचारा मेरो र हामीहरू चाहिँ कामसाम गरेर यति गलेका थियौँ र यतिकै आएर हामी ढल्किरहेको थियौँ मैले चाहिँ पेप्सी बाँडिरहेको थिएँ कहिले नि त हामीहरूलाई पनि मतलब सोधेरै गएको थिएँ र यता चाहिँ हामीहरू के भन्छ पेप्सी खानुको लागि सुतिरहेका थियौँ मतलब कि यता चाहिँ मेरो बहिनी के भन्छन् मेरो नयाँ युट्युब च्यानल छ भनेर थाहा रहेनछ र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्दै थिएँ र यता के हामीहरू चाहिँ गएका थियौँ के अरे यस्तो हुन्छ नि गाउँमा बेलना चौका लिनको लागि सबै सल्टासल्टी मिलेर बहिनीहरू मिलेर र यता चाहिँ हामीहरूको कुछ यस्तो नियम हुन्छ यता हेर्न सक्नुहुन्छ नमः स्वाहाय श्रद्धाय नित्यमेवानं नमः गाइस त्यताउति हामीहरू चाहिँ कामसाम खत्तम गरेर त्यहाँ पूजा पनि गरिसकेर हामीहरू चाहिँ भाइले के भन्छन् आम ल्याइदिएको रहेछ मलाई आम भनेपछि यति नै मनपर्छ र कसलाई मनपर्छ कमेन्ट गरेर जरुर बताउनु र हामीहरूको चाहिँ हालत यस्तो भएको थियो यस्तो काम गरेर नि र हाम्रो चाहिँ छिटो आएर मामाले पनि गाली गरिराख्नु भएको थियो केटाकेटी आम बनाउने मान्छेको हालत हेर्नु मेरो बहिनी हेर्न सक्नुहुन्छ उसले चाहिँ पुरा आम मतलब कि उसले जति पनि आम खाइरहेको भगवान् सबै नै उसले नै गरेको भन्दा पनि हुन्छ यस्तो टेस्टी भएको थियो भगवान् मेरो हालत कस्तो भएको थियो त्यो नभन्नु न र गाइस अगर तपाईँहरू मेरो युट्युबमा नयाँ च्यानल मतलब कि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब जरुर गर्नु र मेरो को जस्तो हालत भएको थियो मेरो आम खाएर हेर्न सक्नुहुन्छ होला के भन्नुभएको थियो नरुनु नहाँस्नु भएको थियो र गाइस यो मात्र ब्लग होइन बहुत मतलब कि पूजाबाट लिएर सबै ब्लग छ यता हेर्नु हाम्रो नियम यज्ञ कर्म निमित्त वार्षिक मातृ मुक्ति हेतु यज्ञ कर्म निमित्तकम गाइस मलाई चाहिँ सरकारले रहनु भएको र त्यसरी नै के भन्छन् हामीहरूको फाइनली खाना मतलब कि पुरी सब्जी दिने पनि दियादी कारबार पनि भयो र यता हेर्न सक्नुहुन्छ के आइटम तर मैले के भन्छु बनाउने मान्छे आइ गरिदिनु न तपाईँ यो पनि तपाईँले बनाउनु भएको नि सबै नि बेलले चाहिँ हामीहरू
तपाईँ त केही गर्नु भिना सबसे लास्टमा आउनुभएको र गाइस केटाकेटीहरूलाई चाहिँ उतापट्टि के भन्छन् मामा घरको उतापट्टि आँगनमा बसेर खुवाइरहेको थियो र केटाकेटी भएनन् भने कस्तो अलग्गै हुँदो रहेछ यति शान्ति भइरहेको थियो कि को छुइनँ जस्तो लाग्दो रहेछ केटाकेटी नै सबै थोक जस्तो लाग्दो रहेछ त्यसरी नै हामीहरूको मम्मीहरूले के भन्छन् एक मतलब त्यो वर्ष दिने खत्तम गरेर सबैलाई चेलीबेटीहरूलाई ढोक्दै साडीहरू दिइराख्नु भएको थियो मम्मीहरूले र मैले चाहिँ पापाले चाहिँ यता मलाई पनि टिका लगाइदिनु र गाइस तपाईँहरूलाई विश्वास लाग्दैन होला हामीले दसैँ तिहार नमानेको 5 साल भएको थियो यतिकै भन्दै हामीहरूको यति ठुलो खानदान छ नि नभन्नु सोच्नु न 5 साल भएको थियो यस्तो हामीहरूको यो नमानेर फाइनली हामी आजबाट चाहिँ हाम्रो मतलब कि यस्तो सुरु भयो हाम्रो दसैँ तिहार सबै मान्न हुन्छ र यता चाहिँ मम्मीले खाना सब्जी हामीले दिइराख्नु भएको थियो त्यतिकै गाइस गाउँमा बिहेर चाहिँ थानेर हिँड्छ र हाम्रो आमाले हिँड भनेर भन्नुभयो र मैले चाहिँ कति छिटो कपडा चेन्ज गरेर निस्किहालेर मैले चाहिँ यहाँ के भन्दैछु सुनिदिनु होला चले हम शादी में गाइस र गाइस त्यसरी नै हामीहरू के भन्छ मामासँग म बहिनी मामाहरू गएका छौँ र यता बिहेको कुछ यस्तो छ आसामिसको बिहे हो हेर्न सक्नुहुन्छ म चाहिँ सोच्दै थिएँ नि खान्न भनेर सोच्दै थिएँ र लास्टमा के भन्छ मामाले हिँड्न त यतिकै म र साथी बस्नु भन्ने कोही बात रहेछ किनकि आज हामीहरूको के भन्छ वर्ष दिने काम पनि थियो र भोलिपल्ट व्रत पनि थियो र मैले चाहिँ केही पनि खान सोच्दै त हेर्न सक्नुहुन्छ होला र यो भिडियो चाहिँ यतिकै म डिएन गर्नेछु र यो भिडियो हेर्नुको लागि नेक्स्ट ब्लगमा हेर्नु होला बाई बाई भयो ल खै तपाईँ न छिटो गइहाल